हेलो एभ्रिवान, वेलकम ब्याक टु माई युट्युब च्यानल डायमन्ड अफिसियल। साथीहरू, आजको भिडियोमा हामी चर्चा गर्नेछौँ उहाँ मोस्ट पपुलर एन्ड ट्यालेन्टेड सिङ्गर साथै भोइस अफ नेपाल सिजन 6 मा उहाँ जजको रूपमा नियुक्ति हुनुभएको छ। हजुर, उहाँ हुनुहुन्छ खेम सेन्चुरी। आजको यस भिडियोमा खेम सेन्चुरीको लाइफस्टाइल, बायोग्राफी, एजुकेसन, फ्यामिली रिलेसन, इन्कम, नेटवर्क साथै बाइक र कार कलेक्सन सम्बन्धी कुरा गर्नेछौँ। यस भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला र हजुरहरू यस च्यानलमा नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गरिदिनु होला र खेम सेन्चुरीको फ्यान हुनुहुन्छ भने एक लाइक गर्न पनि नभुल्नुहोला। अब कति पनि ढिला नगरी लागौँ भिडियोतर्फ। रियल नाम रहेको छ खेम बहादुर सुनार भने निकनेम साथै निकै पपुलर नाम रहेको छ खेम सेन्चुरी। जन्म मिति रहेको छ 1991 नोभेम्बर 30 तारिक भने 2025 अनुसार 33 वर्षको भइसक्नु भएको छ। त्यसै गरी उहाँको जन्मस्थान रहेको छ रुद्रपुर गाउँपालिका रूपन्देही नेपाल भने हालको करेन्ट एड्रेस चाहिँ काठमाडौँ नेपाल रहेको छ। त्यसै गरी उहाँको नेसनालिटी रहेको छ नेपाली भने रिलिजन रहेको छ हिन्दू। अब कुरा गरौँ उहाँको फिजिकल स्ट्याटसको बारेमा। हाइट रहेको छ 5 फिट 6 इन्च भने हेयर कलर रहेको छ ब्ल्याक र आई कलर पनि ब्ल्याक रहेको छ। त्यसै गरी उहाँको एजुकेसन क्वालिफिकेसन सम्बन्धी कुरा गर्नुपर्दा उहाँको एजुकेसन क्वालिफिकेसन रहेको छ +2 पास र उहाँले स्कुलको कुरा गर्नुपर्दा रूपन्देही माध्यमिक विद्यालयबाट आफ्नो स्कुल लेभल SLC पास गर्नुभएको थियो र कलेज पनि त्यहीँबाट पास गर्नुभएको थियो। खेम सेन्चुरीको म्यारिटल स्ट्याटसको बारेमा कुरा गर्नुपर्दा उहाँ अहिलेसम्म सिङ्गल नै हुनुहुन्छ। त्यसै गरी उहाँको फ्यामिली सम्बन्धी कुरा गर्नुपर्दा उहाँको फादर हुनुहुन्छ पूर्णबहादुर सुनार र आमा हुनुहुन्छ विष्णुमाया सुनार। अब कुरा गरौँ खेम सेन्चुरीको हबिज सम्बन्धी। उहाँको हबिजमा सिङ्गिङ, ट्राभलिङ, डान्सिङ र फोटोसुट रहेको छ। त्यसै गरी अब कुरा गरौँ खेम सेन्चुरीको फेभरेट थिङ सम्बन्धी। उहाँको फेभरेट स्पोर्ट रहेको छ फुटबल र फेभरेट प्लेस रहेको छ घान्द्रुक नेपाल र फेभरेट सिङ्गर मेलतर्फ राजु परियार र फिमेलतर्फ विष्णु माझी हुनुहुन्छ। अब कुरा गरौँ उहाँको सोसियल साइट सम्बन्धी। उहाँको फेसबुक पेज रहेको छ खेम सेन्चुरी भने जसमा अहिलेसम्म 68,000ले फलो गर्नुभएको छ र उहाँको इन्स्टाग्राम आइडी रहेको छ खेम सेन्चुरी जसमा अहिलेसम्म 1476 जनाले फलो गर्नुभएको छ। त्यसै गरी उहाँको अफिसियल युट्युब च्यानल रहेको छ खेम सेन्चुरी जसमा अहिलेसम्म 6,38,000ले सब्सक्राइब गर्नुभएको छ। साथीहरू, अब कुरा गरौँ खेम सेन्चुरीको म्युजिक भिडियोको बारेमा। उहाँले अहिलेसम्म आइपुग्दा करिब 1000 भन्दा बढी म्युजिक भिडियोमा छोड दिइसक्नु भएको छ जसमध्ये उहाँको पपुलर म्युजिक भिडियो म त ढले ढले, सुर्ती मार्दै मार्दै, मायालाई पानको पात, तिमीलाई पछ्यौरी किन्देउला नयाँ नयाँ, नमस्ते ढोक दिया, तिमी र मजाम माया, राम राम मरौती, देउताको महिमा, ख्यालमा पर्दछ आदि उहाँको पपुलर म्युजिक भिडियो रहेका छन्। त्यसै गरी अब कुरा गरौँ उहाँको इन्कम साथै नेटवर्कको बारेमा। उहाँले स्टेज प्रोग्राम, म्युजिक रेकर्ड अनि भिडियोमा मोडलिङ साथै आफ्नो युट्युब च्यानल, छुट्टा सोर्सदेखि पैसा कमाउनुहुन्छ र उहाँको मन्थली इन्कम 7 देखि 9 लाखसम्म रहेको छ र उहाँको नेटवर्कको कुरा गर्नुपर्दा नेपाली रकम करिब 4 देखि 5 करोडसम्म रहेको अनुमान लगाइएको छ। अब कुरा गरौँ खेम सेन्चुरीको घर र गाडी सम्बन्धी। उहाँको अहिलेसम्म काठमाडौँमा कुनै घर र गाडी भने छैन। हामीले सुनेअनुसार अब उहाँले छिट्टै घर र गाडी जोड्ने सोचमा हुनुहुन्छ अरे। हस्त साथीहरू, आजको भिडियो यति नै थियो। भिडियो कस्तो लाग्छ? यदि मन परेमा भिडियोलाई एक लाइक गरी सेयर गर्न भने नभुल्नुहोला।